Audio Jungle. So hello and namaste everyone. स्वागत छ हजुरहरुलाई मेरो आज नयाँ भ्लगमा गाइस अनि आज चाहिँ हामी पोखरा जान लागेको छौं स्कुलबाट लानलाई अहिले 4 बजिसकेको छ हैन 4:30 सम्म स्कुल पुग्ने गरी जान्न हैन अनि ठ्याक्क अलार्म बजिहाल्यो उठिहाल्यो के निन्द्रा खुलिहाल्यो अनि अब दृश्यलाई उठाउनु गथे उठ्यो त्यो पनि अनि फोन चार्ज हाल्नलाई पावर बैंक अनि गोप्रोको पनि दुईटा ब्याट्री हालेछु त्यो अर्को ब्याट्री बन्यो बिग्रेको थियो त्यो गाइस त्यो पनि बन्यो आफै बन्यो त्यो गाइस म चाहिँ हजुरहरुलाई स्कुल जाने बेला भेट्छु गाइस हामी चाहिँ मुक्लिङ आइसक्यौं तर अघि बनाएन अघि गीत बजिरहेको थियो अब केही भएन गीत बजेन बजोस् बनाउन चाहिँ पर्ने रहेछ गाइस मुक्लिङ हामी चाहिँ 5:30 तिर हिँड्ने होला गाइस त्यहाँबाट 6:46 भइरहेछ लेट्स गो पोखरा गाइस अब गाइस चार्ज पनि अर्को ब्याट्रीको चार्ज हेर्यो 46 हो कि 30 गर्छ गाइस हम चाहिँ भर्खर के भन्छ त्यसलाई अब त्यही खाएर बसेको एकछिन भ्यू चाहिँ दामी हो कि गाइस यताबाट तारहरूले गरिदियो कि नत्र खतरा बसमा नि लाइटै बालेको छैन ए राहुल त यो गाइस म चाहिँ अब हजुरलाई एकछिन भेट्छु यसरी लडे म हैन अब के गर्नु त लडेछि त ओहो दामी पारामा लडियो है अरे हम ब्लॉगर को है ओ यार ब्लॉगर कोई हमें है कुछ खै त गाइस के हो डर लाग्दो छ है गाइस डर लाग्दो यार खै के किन डरायो बुढाहरु किन डराएको नि खै चली हेरौँ त
चस्मा लागेको हैन केटा हो ल एक पछाडि जाऊ न ओए यहाँ दुई पट्टिबाट के हावा छ यहाँ त हेलो यो यार पिट तुराउँ पर्छ हेलो जानु पर्यो धक्का त दिबी ओए के हो यस्तो थाहा पायो अब नगर सत्य पानी भरिदा मेरो साले स्विङ गरेर लेट्स गो गाइस पानी पानी हो यार कता जाने हो त्यो फर्किँदै जाउँ गाइस अब ओइ यहाँ चाहिँ के हो उस्तो यो चस्मा लगाउनु बन्द हुन्छ साँच्चै अनि के देखे बत्ती बाल्नु राउ यताहरु बाङ्गेजहरु मैले सिकाउँछु तपाईँ मैले हेरेर आउनु कन्डक्टर फास्ट उताबाट एक्जिट गरेर कन्टिन्यूबाट जान मिल्नुपर्ने हो अनि कस्तो गाह्रो अगाडि जानु ओम नमः शिवाय ओम नमः शिवाय Oxygen level is so calm. Gut feeling. You cough for time also. Oxygen level is so calm. Understanding. Bây giờ nó không chỉ là đấy. Mà thì cô hay là nuôi ai rồi? Ôi chị này cái bơ. गाइज होइन हामी मात्र माथि जाने अनि अरू चाहिँ तलै हुने गाइज पोपट हुन्छ गाइज हाम्रो खतरा देखेको थियो अघि चाहिँ गाइज यहाँ एक्जिट त गर्दैछौँ गाइज अब त्यही हो गाइज हजुरहरूलाई एकछिनमा भेटौँला सो गाइज हामी चाहिँ अहिले कुन ठाउँ रे पुङ्दीको खाली हो गाइज हामी चाहिँ अब थाहा मूर्तिबाट फर्किँदैछौँ पुङ्दीकोट माथिबाट के भयो गाइज हामी चाहिँ भर्खर खाना आएर आएको अब यहाँ गाडी कुराछौँ गाडी नै आयो कस्तो नआएको यार गाडी बुवा पनि यता पनि यसलाई डाउन भइसकेको छु म चाहिँ हैन सो अहिले चाहिँ हामी म्युजियममा आएका छौँ गाइज अर्को बोल्यो त्यो हाइट छ त कति क्लासको यो कति क्लासको बच्चा बिचमा 3 क्लासको बच्चा छिरेको बिचमा हाम्रो अरे मैले तल भने अब दुई मलाई कमजोर टेक्निक वर्षाको साथीहरू हाल्छ वर्णबाट तेरो कुरा अन्त कान्त त्यो त हाइटिङ गरे मेरोबाट क्यामल हो यार बस्दिन हेलो गाइज
मलाई सब्स्क्राइब गर्नु होला तिमीलाई सब्स्क्राइब हान्ने कि तिम्रो च्यानललाई बिहे भएन मान्छे बनाएको टक्सी खान्छ सेलरोटी उनी क्या बियोली हो क्या म त चढेको मैले किन अन्नपूर्ण सिलगढी ब्रोड पिक छिटो गर्नु कुछ ट्रेन भनेको सुन्दैन सुन्दै सुन्दैन प्राइज हो अन्त रिफ्लेक्सन आएर पुरै यो त्यो कपास छ नि त्यो कपास जल्दैन कहिले हो भनेको भित्र भएको कपास हाल्यो रुबी भनेको रोबिन हो क्या हात्तीको दाँत हात्तीको दाँत जस्तो एउटा दाँत हो पुरै यतापट्टिको एउटा साइडको मात्र डक्टर हो हमने अस्ति पढ्थ्यो त त्यही केटी हो स्कुल लगाएर गएछ फोटो कसरी यत्रो जुत्ता हेरेन स्कुल जुन कुरा जाडो हुन्छ नि अनि यस्तो जुत्ता लाउनु पर्छ लामो होइन त फर्म हाल्नु होला नि त अक्सिजन मात्रै ढिला अक्सिजन कति थियो त त्यो चाहिँ अनि के प्याक लाउनु कोही गिनेस वर्ल्ड रेकर्डको होइन चल्दैन कि अगाडि जब चाहिँ हामी फर्किन लागेको अब त्यहाँबाट फेरि लेक साइड जाने रे खुट्टै दुइसक्यो यार कता कता जाने यार मजा पनि रमाइलो गाइस हामी अझै पोखरामै छौँ यार
गोप्रो नै चाहिने हुन्छ भ्लग बनाउनु परिरहेको हुन्छ नि त मजा आइरहेको गाइज अहिले चाहिँ युट्युबमा चार्ज हेरिरहेको छ 17% भन्दा होइन त्यही भएर गाइज अब खाना खानुकै बेला चार्जमा हाल्छु गाइज हावाले गर्दा सुनेको 15% भन्दाखेरि गाइज मजा हजुरहरूले चार्ज गरेपछि भेट्छु भर्खर खाना आएर हिँडेको मुगलिङको खै कुन ठाउँ थ्री सिस्टर के हो त्यो थकालिदियो त्यहाँ आएर आएको खै अब हामी घरतिर लाग्दै 9:19 भइसक्यो अब कति लाग्ला 10-11 बज्छ होला 1.5 घन्टा जति हो कि 1 घन्टा लाग्छ होला अब थाहा छैन फोनमा पनि चार्ज छैन गाइज चार्जर नि छुट्टी फेरि 8% रहेछ गाइज यार सो गाइज अहिले चाहिँ मैले एडिट गर्ने बेला बल्ल आज याद आयो कि मैले आउटरो नै बनाएको रहेनछु अनि त्यो दिन चाहिँ हाम्रो पोखराबाट त्यस्तै 10:30 फर्क्यौँ अनि त्यही बेला आएर सुतिहाल्यो अनि आउटरो बनाएन मैले चार्ज पनि भ्याइयो गोप्रोमा अनि अहिले चाहिँ दिदी जानुभएको छ गोप्रो लिएर जानुभएको 4 दिनको लागि अनि गोप्रोमा पनि थिएन बनाउनु त्यही भएर अहिले सिधै राति बनाइरहेको छु अनि मैले त्यहाँ होटेलको क्लिपहरू त्यही होटेलकै उको इन्स्टाग्रामबाट मागेर हालिदिएको थिएँ त्यही गाइज यो भ्लगको लागि चाहिँ यति नै मजा भयो हजुरहरूलाई अर्को भ्लगमा भेट्छु बाई